एकदमै सीमित प्रावधानहरू मात्रै राखेर अहिले अर्थ मन्त्रालयमा पठाएका छौँ र त्यो हामी कहाँ आउने बित्तिकै म चाहिँ हाम्रो यो परराष्ट्र मन्त्रालयले स्वीकृत भएर आउने बित्तिकै यो कार्यविधि अनुसार मान्यज्यूले उठाउनुभएका र अन्य सन्तोष राई लगायत अन्य थुप्रै व्यक्तिहरू हुन्छ उहाँहरूको सब नेपाल ल्याउनु पर्नेछ। त्यसमा हामी अगाडि बढ्छौँ भनेर मैले सम्मानित सदनलाई जानकारी गराएँ। धन्यवाद। मान्य सदस्यहरू, मान्य मन्त्रीले सभाको आकस्मिक शून्य र विशेष समयमा उठेका प्रश्नहरूको जवाफ दिनुभएकोले यसमा स्पष्टीकरणको व्यवस्था नरहेको बेहोरा जानकारी गराउँछु। मान्य मन्त्री आसन ग्रहण गरौँ। बसौँ मान्य सदस्य। मान्य सदस्य बसौँ। मान्य सदस्य, हाम्रो नियमावलीले मान्य सदस्य हाम्रो मान्य सदस्यलाई मैले बोल्न समय दिएको छैन। बसौँ। मान्य सदस्य आशिका तामाङलाई सभाको मर्यादामा रहन म निर्देशन दिन्छु। मान्य सदस्यहरू, अब सम्माननीय